ल स्टार्ट गरौँ। आज हामीले यो क्लासमा एससिसिए F2 जसलाई प्यारले एफएमए पनि भनिन्छ र एमए पनि भनिन्छ उसको आज हामीले रिभिजन क्लास गर्दैछौँ र आजको च्याप्टर रहेछ फोरकास्टिङ एन्ड टाइम सिरिज एनालाइसिस, जसलाई अर्को कुनै बुकमा के लेखेको हुन्छ भने एनालाइजिकल टेक्निक पनि लेखेको हुन्छ एन्ड बजेटिङ एन्ड फोरकास्टिङ होला कुनै बुकमा। ठिक छ, ल अब यहाँबाट स्टार्ट गरौँ। के छ हेर्दै जाउँ हामी। सबभन्दा पहिला हामीले के बुझौँ फोरकास्टिङ कालाई भनिन्छ। सो जुन हामीले फोरकास्टिङ भन्दा पहिला हामी यो बुझौँ कि कोरिलेसन, त्यसपछि हामी बुझ्दै जान्छौँ। पहिला कोरिलेसन बुझिहाल्छौँ भने त्यो त अनि सजिलो हुन्छ। के हो त्यो कोरिलेसन भनेको के हो? कोरिलेसन भनेको के हो भने हो दुईवटा भेरिएन्सको बिचको रिलेसनसिपलाई हामी के भन्छ? कोरिलेसन भन्छ। ठिक छ, रिलेसनसिप बिट्विन टु भेरिएन्स, दुईवटा बिचको भेरिएन्सको बिचको रिलेसनसिपलाई हामी के भन्छ? कोरिलेसन भन्छ। जस्ता कोरिलेसन भनेको के हो? रिलेसनसिप बिट्विन टु भेरिएबल, दुईवटा भेरिएबलको बिचको रिलेसनसिपलाई हामी के भन्छ? कोरिलेसन भनिन्छ। ठिक छ, अब दुईवटा भेरिएबलको बिचको रिलेसनसिपलाई के भन्छ? कोरिलेसन भन्छ। अब यसलाई अझै राम्ररी हामी बुझौँ एउटा ग्राफबाट। ठिक छ, मैले यो एउटा के गरेँ ग्राफ बनाएको छु। अब हेरौँ, यो ग्राफलाई हामी कुन ग्राफ भन्छ भने स्कट डायग्राम पनि भनिन्छ। यो यस्तो डायग्रामलाई हामी के भन्छ? स्कट डायग्राम भनिन्छ। बुझ्यो? ठिक छ, यो जेनरली कसको कारणले हुन्छ? डाइरेक्टरको कारणले हुन्छ। ठिक छ, बुझ्नु होला। अब यहाँ हेर, यो ग्राफ भनेको स्कट डायग्राम हो। दुईवटा भेरिएबलको रिलेसनसिपलाई हामी के भन्छ? कोरिलेसन भनिन्छ। ठिक छ, अब हेर कोरिलेसन भनेको बुझ्यो, कसलाई हामी कोरिलेसन भन्छ। अब हेर यो भनेको एउटा के हो? सो ओके, यो भनेको के हो? यो र यो दुईटा भेरिएन्सको बिचको यो जुन छ नि, यसलाई हामी के भन्छ? कोरिलेसन भनिन्छ। ठिक छ, ल अब अगाडि बढ। के हो भने एउटा कुरा तिमीलाई थाहा छ, मानौ मसिन भनेको जुन हामीले सर्भिस गराउँ त, मसिनले जुन सर्भिस दिन्छ भने त्यो धेरै सर्भिस दियो भने धेरै मेन्टेनेन्स कस्ट लाग्छ। सर्भिस दिँदा हाम्रो मेन्टेनेन्स कस्ट लाग्छ कि लाग्दैन? हो। त धेरै सर्भिस दिन्छ भने धेरै मेन्टेनेन्स कस्ट लाग्छ कि लाग्दैन? हो, लाग्छ। त्यो कुरा हामीले बुझ्नुपर्छ। ठिक छ, अरू म यहाँ के बुझाउन चाहन्छु भने यो अलिकति यता म यसलाई इरेज गरेर जुन मैले यो एउटा के हो लाइन रिप्रेजेन्ट मैले गरेको छु नि, यो लाइन जुन सरी लेजर लिएको त ल ओके, यो जुन लाइन छ नि हो, यो लाइनलाई हामी रिप्रेजेन्ट गर्दा जुन डाइरेक्टरले रिप्रेजेन्ट गर्छ लाइनलाई, त्यसको प्लोटको पोइन्टलाई के गर्छ? यो जुन यो डायग्राम यो सिधा भनेको एउटा के हो? एउटा लाइन हो। ठिक छ, यो के हो? एउटा लाइन हो। यो लाइनमा जुन यो छ नि, यो हो, यो जुन प्लोट गरेको छु नि लाइनमा हो, यसलाई हामी के भन्छ? स्कट डायग्राम। के भन्छ? स्कट डायग्राम। ठिक छ, बुझ्यो? र यो स्कट डायग्रामबाट यहाँबाट हामीले के थाहा पाउँछौँ भने लिनियर रिलेसनसिप हामीले थाहा पाउँछौँ, किनकि सिधा एउटा के हो? लाइन हो, एउटा रेखा हो। यो एउटा के हो? सिधा रेखा हो, स्ट्रेट लाइन हो। यहीँबाट हामीले के थाहा पाउँछौँ? लिनियर रिलेसनसिप थाहा पाउँछौँ। ठिक छ, यही लाइनबाट हामी यो एउटा स्कट ग्राफ डायग्रामबाट हामीले के थाहा पाउँछौँ? लिनियर रिलेसनसिप थाहा पाउँछौँ। त्यसैले यो म ग्राफ बनाएर बुझाएको हो। बुझ्यो? अब हेरौँ, डिजाइन अफ कोरिलेसन। कोरिलेसनको डिजाइनहरू कस्तो कस्तो डिजाइनको हुन्छ? एमा हेर,
पर्फेक्ट पोजिटिभ कोरिलेसन। पर्फेक्ट पोजिटिभ कोरिलेसन भनेको के हो बुझ। पर्फेक्ट पोजिटिभ कोरिलेसन भनेको के हो भने अब हेरौँ यो मैले के लेखेँ भने यहाँ स्ट्रेट लाइन स्लोपिङ अपवार्ड इन्क्रिजिङ इन वान भेरिएन्स कोरिलेसन विथ इन्क्रिजिङ इन अदर। अब एनोदर वा अदर बुझ्यौ। मैले यति किन मैले छाडेछु भने यहाँ मैले फिगर बनाएर बुझाउनको लागि मैले यति छाडेछु। यो डिफिनेसन बुझ्यो। मानौ एउटा मैले फिगर बनायो, यो फिगर अलिक बिग्रियो हो ल। मानौ यो फिगर बनायो, ठिक छ। यो फिगर बनायो, कुन कलर लिँदा राम्रो हुन्छ? ब्ल्याक। ल मैले ब्ल्याक नै राखेँ, ठिक छ। यस्तो छ। अब यो भनेको मैले के लेखेँ भने यहाँ स्ट्रेट लाइन स्लोपिङ अपवार्ड इन्क्रिजिङ इन वान भेरिएन्स एन्ड कोरिलेसन विथ इन्क्रिजिङ इन अदर। एउटा भनेको एउटा भेरिएन्स इन्क्रिजिङ हुन्छ भने अर्को भेरिएन्स पनि के हुन्छ? इन्क्रिजिङ हुन्छ। पर्फेक्ट पोजिटिभमा एउटा भेरिएन्स इन्क्रिजिङ भयो भने अर्को भेरिएन्स पनि के हुन्छ? इन्क्रिजिङ हुन्छ। र पर्फेक्ट पोजिटिभ कोरिलेसन भनेको जहिले पनि यो जुन हुन्छ नि अपवार्डमा हुन्छ के, यो के हुन्छ? अपवार्ड हुन्छ। जहिले पनि के हुन्छ? स्लोपिङ अपवार्ड हुन्छ कि अपवार्ड भएर इन्क्रिजिङ हुन्छ, ठिक छ। अपवार्ड भएर इन्क्रिजिङ हुन्छ र यो भनेको यो पोइन्ट जुन छ नि हो पर्फेक्ट पोजिटिभमा यो एउटा लाइनमा जुन हुन्छ नि यो स्लोपिङ लाइनमा के हुन्छ? यो पोइन्टहरू हुन्छ क्या, यस्तो हो। यो भनेको पर्फेक्ट पोजिटिभ हो जसलाई हामी ठ्याक्कै +1 भनिन्छ, ठिक छ। के हो? +1, ठिक छ। अब म यसको ग्राफ अर्को यस्तै ग्राफ हुन्छ। जस्ता मैले यसलाई के गर्छु, कहिलेकाहीँ यसलाई यस्तो पनि प्लट गर्छु। सो यस्तो 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 हुन्छ भनेको एउटा भेरिएन्स इन्क्रिजिङ हुन्छ भने अर्को पनि भइरहेछ कि छैन? एउटा इन्क्रिजिङ छ भने अर्को पनि, यहाँ पनि इन्क्रिजिङ, यहाँ पनि इन्क्रिजिङ। एउटा भेरिएन्स इन्क्रिजिङ हुन्छ भने एनोदर भेरिएन्स पनि इन्क्रिजिङ हुन्छ। जहिले पनि यो के हुन्छ? अपवार्ड हुन्छ। यो तपाईँले याद राख्नु होला। यो पर्फेक्ट पोजिटिभ हुन्छ, ठिक छ। अब म यसलाई नै रब गरेँ। यहाँ बुझौँ, नेगेटिभ, पर्फेक्ट नेगेटिभ, यो के हुन्छ? डाउनवार्ड हुन्छ। त्यहाँ एउटा भेरिएन्स इन्क्रिजिङ हुँदा अर्को के हुन्थ्यो? इन्क्रिजिङ हुन्थ्यो। र यहाँ एउटा भेरिएन्स इन्क्रिजिङ हुन्छ भने अर्को भेरिएन्स के हुन्छ? डिक्रिजिङ हुन्छ, ठिक छ। एउटा भेरिएन्स इन्क्रिजिङ हुन्छ भने अर्को भेरिएन्स के हुन्छ? डिक्रिजिङ हुन्छ, ठिक छ। अब हेरौँ, यो पनि बुझ यसको ग्राफ कस्तो हुन्छ।
यस्तो हुन्छ। मैले के भने यसको डेफिनेसन मैले के लेखिदियो, स्ट्रेट लाइन स्लोपिङ डाउनवर्ड इन्क्रिजिङ इन वान भेरिएन्स कोरिलेसन विथ द डिक्रिजिङ इन अदर। डिक्रिजिङ इन द अदर भनेको एउटा इन्क्रिजिङ हुन्छ भने अर्को डिक्रिजिङ हुन्छ र यो के हुन्छ डाउनवर्ड हुन्छ, र एउटा भेरिएन्स इन्क्रिजिङ भयो भने वान भेरिएन्स इन्क्रिजिङ भयो भने अर्को भेरिएन्स के हुन्छ यहाँ डिक्रिजिङ हुन्छ, अदर भेरिएन्स के हुन्छ डिक्रिजिङ हुन्छ। एउटा भेरिएन्स इन्क्रिज भयो भने अर्को डिक्रिजिङ हुन्छ, र यसको स्लोपिङ लाइन जहिले पनि के हुन्छ डाउनवर्ड हुन्छ। यो मैले बनाएको छु नि हो, यो डाउनवर्ड हुन्छ। ठिक छ हो। जब यसलाई अब हामी प्लट कसरी गर्छौँ, डाउनवर्ड भयो ठिक छ, यसको ग्राफ के हुन्छ, सो यस्तो हुन्छ, यस्तो हुन्छ, यस्तो हुन्छ, यस्तो हुन्छ, हो कि होइन हो, यस्तो ग्राफ हुन्छ। ठिक छ, पर्फेक्ट नेगेटिभ र पर्फेक्ट पोजिटिभ बुझ्यो। बुझेपछि अब अर्कोमा हेर्नु, अर्कोमा जाउँ हामी। यहाँ हेर, मैले के भने यहाँ अलिकति रिलेसनसिप बुझिहालौँ। पर्फेक्ट पोजिटिभ र पर्फेक्ट नेगेटिभमा मैले के भने पोजिटिभमा एउटा भेरिएबल इन्क्रिजिङ हुन्छ भने अर्को भेरिएबल इन्क्रिज हुन्छ। सरी, जहाँ जहाँ भेरिएन्स बनाइहाल्छ भने त्यहाँ बुझ्नु होला, यो एउटा भेरिएबल भनिरहेछु। ठिक छ, ठिक छ, भेरिएन्स मुखमा हुन्छ त्यसैले भेरिएन्स बनाइहाल्छ, त्यहाँ भेरिएबल भनेर बुझ्नु होला है। ठिक छ, यो भेरिएबल एउटा भेरिएबल इन्क्रिजिङ हुन्छ भने अर्को भेरिएबल पनि के हुन्छ, सरी योमा हाम्रो के हुन्छ दुवै इन्क्रिजिङ हुन्छ। एउटा इन्क्रिजिङ हुन्छ भने अर्को पनि इन्क्रिज हुन्छ, एउटा डिक्रिजिङ हुन्छ भने अर्को पनि डिक्रिजिङ हुन्छ। यहाँ एउटा इन्क्रिजिङ भयो भने अर्को डिक्रिजिङ, अर्को डिक्रिजिङ हुन्छ भने एउटा इन्क्रिजिङ हुन्छ भेरिएन्स। ठिक छ, अब यति त बुझ्यो। अब हामीले के बुझ्नु पर्यो भने अब हेरौँ, सीमा पार्शियल पोजिटिभ कोरिलेसन। पार्शियल पोजिटिभ कोरिलेसन भनेको के हो, यसको डिफिनेसन पनि यसको बुझ, यसको पनि डिफिनेसन बुझ हामी। पार्शियल पोजिटिभ कोरिलेसनमा के हुन्छ भने त्यहाँ पर्फेक्ट पोजिटिभमा अपवार्ड थियो, यहाँ पनि अपवार्ड हुन्छ, त्यो बुझ्ने के हुन्छ अपवार्ड स्लोपिङ लाइन हुन्छ। ठिक छ, यहाँ म फिगर बनाएर हेराइदिन्छु, यहाँ नलेख। ठिक छ, लाइन के भइरहेछ बुझ्यो, अपवार्ड स्लोपिङ लाइन जेनरल के हुन्छ अपवार्ड, जुन मैले भनिसकेको छु। के लेखाउँछ यार, ट्रेन्ड with hot a perfect linear relationship है, लिनियर रिलेसनसिप। ठिक छ, यसको ग्राफ भनेको के हुन्छ भने यसको ग्राफ हेरौँ, पहिलादेखि नै यो के हुन्छ अपवार्ड हुन्छ। ठिक छ, यसको स्लोप के हुन्छ अपवार्ड हुन्छ। यो भनेको के हो स्लोपिङको साइडमा हुन्छ, यो लाइनको एउटा यो लाइन जुन छ नि यो लाइनको छमा हुन्छ तर लाइनमा हुँदैन हो, यसलाई पार्शियल पोजिटिभ भन्छ। यो पार्शियल पोजिटिभ भनेको यो के हुन्छ भने 0 देखि 1 को बिचमा हुन्छ, 0 देखि 1 को बिचमा हुन्छ क्या, 0 देखि 1 को बिचमा। त्यहाँ पर्फेक्ट नेगेटिभ भनेको -1 भयो, पर्फेक्ट पोजिटिभ भनेको +1, पार्शियल पोजिटिभ भनेको 0 to 1 को बिचमा हुन्छ। ठिक छ, त्यो म डायग्रामबाट बुझाउँछु, अहिलेको लागि यति बुझ्नु होला। ठिक छ, अब म यहाँ यही ठाउँमा म नेगेटिभ भनेर राखिदियो। अब यो नेगेटिभ भनेर राख्यो भने म
यति मैले मेटे रब गरेँ, ठिक छ। यहाँ बुझ, पहिला जस्तो यो डाउनवार्ड थियो नि, यो के हुन्छ डाउनवार्ड नै हुन्छ, के हुन्छ डाउनवार्ड हुन्छ। र बुझ्यो, यो डाउनवार्ड हुन्छ, यो के हुन्छ डाउनवार्ड हुन्छ। र यसको जुन ग्राफ थियो नि, यो ग्राफ पनि के हुन्छ यस्तै डाउनवार्ड हुन्छ, यो यसको 6 मा हुन्छ, ठिक छ, यस्तो 6 मा हुन्छ। यही हुन्छ डाउनवार्ड स्लोपिङ लाइन एन्ड जेनरली डाउनवार्ड ट्रेन्ड विथ अ पर्फेक्ट लिनियर रिलेसनसिप। यो भनेको के हुन्छ 0 देखि 1 को हुन्छ बिचमा, यो के हुन्छ 0 देखि -1 को बिचमा हुन्छ, ठिक छ। कतिको हुन्छ -1 को बिचमा हुन्छ, 0 देखि -1 को बिचमा हुन्छ। यसको ग्राफ अझै राम्ररी बुझ्छ भने यो ग्राफ यस्तो हुँदैन, यो ग्राफ जुन छ नि यस्तो तल जान्छ क्या, यो पोइन्टमा हुँदैन, सरी यो यस्तो तल गएपछि यो छेउमा रहन्छ तर पोइन्टमा रहँदैन। यसलाई हामी के भन्छ पर्फेक्ट पार्शियल नेगेटिभ कोरिलेसन भन्छ, ठिक छ। यति बुझ्नु भयो नि। ल अब अगाडि बढ, के छ नो कोरिलेसन पनि हुन्छ, यो पनि बुझिहाल। नो कोरिलेसन भनेको कस्तो खालको कोरिलेसनलाई हामी नो कोरिलेसन भन्ने, नो यो भनेको के हो नो कोरिलेसन। नो कोरिलेसनको फिगर कस्तो हुन्छ, यस्तो हुन्छ, योमा थाहा लाग्छ कुन कहाँ छ भनेर, यस्तो फिगर हुन्छ। यो भनेको के हो नो कोरिलेसन हो। यो एउटा पनि सलभ हुँदैन, कुन भनेको भेरिएबल कहाँ हुन्छ भने केही थाहा हुँदैन के, ठिक छ। यहाँ एउटा पनि भेरिएबल थाहा हुँदैन, ठिक छ। यहाँ के हुन्छ एउटा पनि भेरिएबल हामी थाहा हुँदैन, यसलाई भन्छ नो कोरिलेसन। अब यसको फर्मुलाको कुरा गरौँ। यसको फर्मुला के हुन्छ, फर्मुला के हुन्छ R इक्वल टु यस्तो हुन्छ फर्मुला। फर्मुला कस्तो हुन्छ त भनेको R इक्वल टु नम्बर अफ भनेको नम्बर समेसन एक्स वाई माइनस समेसन एक्स इन्टु समेसन वाई रुट अन्डर बाई अर्को रुट अन्डर को तलमा त्यसपछि के गर्ने नम्बर अफ एक्स स्क्वायर भनेको नम्बर त्यसपछि समेसन एक्स स्क्वायर माइनस एक्स को होल स्क्वायर भनेर हुन्छ, त्यसपछि इन्टु हुन्छ बिचमा, त्यसपछि फेरि नम्बर र समेसन वाई स्क्वायर माइनस समेसन वाई को होल स्क्वायर। बुझ्यो, यो भनेको यसको फर्मुला हुन्छ, ठिक छ। मैले लेखाइदिएको फर्मुला यो इक्जाममा तपाईँले के हुन्छ फर्मुला उल्लेख गरेको हुन्छ र यो इक्जाममा फर्मुला टेबलमा पहिलादेखि नै दिएको हुन्छ, ठिक छ। जति फर्मुला टेबलमा जति फर्मुला छ नि त्यो पहिलादेखि नै के हुन्छ उल्लेख भएको हुन्छ, दिएको हुन्छ इक्जाममा, ठिक छ। अब मैले के भनेको थिएँ एउटा लाइनबाट म बुझाउँछु है। सो यहाँ पहिला यो बुझौँ, यो यस्तो मैले गरेँ, यस्तो हुन्छ। यो भनेको के भइहाल्यो पर्फेक्ट पोजिटिभ, यो पर्फेक्ट नेगेटिभ, पर्फेक्ट नेगेटिभ भनेको पर्फेक्ट पोजिटिभ र पर्फेक्ट नेगेटिभ हुन्छ, ठिक छ। यो भनेर बुझ्नु होला।
ठीक छ। त्यसपछि यो जुन 0 लाई हामी के भन्छ, यसलाई के भन्छ थाहा छ? योलाई त बुझ्यो, नो कोरिलेसन भनेको यो 0 मा रहन्छ भने जहिले पनि यसलाई नो कोरिलेसन भन्छ। नो कोरिलेसन, नो कोरिलेसन। अब यो बीचमा र यो बीचमा जुन हुन्छ नि यसलाई भन्छ पार्शियल। यता रहन्छ भने पार्शियल पोजिटिभ, पार्शियल पोजिटिभ, र यता रहन्छ भने पार्शियल नेगेटिभ। ठीक छ, यो फिगरबाट बुझ्यौ? हो, यस्तो फिगर हुन्छ। ठीक छ। अब हामी अगाडि बढौँ। यहाँ म अलिकति चार्ट पनि मैले लेखिदिन्छु। जुन r इक्वल टु 1 हुन्छ नि ठ्याक्कै, यसलाई हामी पर्फेक्ट पोजिटिभ कोरिलेसन भन्छ। ठीक छ, 1 मा भयो। अब 2 मेरो r इक्वल टु 0 छ भने यसलाई हामी के भन्छ, नो कोरिलेसन, कोरिलेसन। 3 मा के हुन्छ, r इक्वल टु -1 छ नि, हो, -1 छ भने यसलाई हामी के भन्छ, पर्फेक्ट नेगेटिभ कोरिलेसन, कोरिलेसन, पर्फेक्ट नेगेटिभ कोरिलेसन। त्यसपछि 4 मा के छ, 0, r इक्वल टु यति छ भने यसलाई हामी भन्छ PARTIAL, पार्शियल पोजिटिभ कोरिलेसन, पार्शियल पोजिटिभ कोरिलेसन। ठीक छ, यसलाई भन्छ पार्शियल पोजिटिभ कोरिलेसन। र यो 5 मा के हुन्छ भने -1 छ भने r इज इक्वल टु 0, यसलाई भन्छ पार्शियल नेगेटिभ कोरिलेसन। सो यस्तो हुन्छ। ठीक छ, यो मैले के भनेको छु, कोरिलेसनको फिगरहरू मैले देखाएको छु। r इक्वल टु 0 हुन्छ भने नो कोरिलेसन, r इक्वल टु 1 छ भने पर्फेक्ट पोजिटिभ, r इक्वल टु -1 छ भने पर्फेक्ट नेगेटिभ। बुझ्यौ? यो भनेको जस्तो छ नि, 0 भन्दा r यो बीचमा हुन्छ भने पार्शियल पोजिटिभ कोरिलेसन। बुझ्यौ? यतिको बीचमा हुन्छ भने पार्शियल नेगेटिभ कोरिलेसन। ठीक छ, यो भनेको -1 र यो r इक्वल टु 20, -1 देखि r 0 सम्म हुन्छ भने पार्शियल नेगेटिभ कोरिलेसन। त्यति बुझ्नु होला। ठीक छ, बुझ्यो? यति बुझ्नु भयो, पहिला त्यो भन्नु होला, भन्नुस् त, कन्फर्म गर्नु, बुझ्नु भयो? अब अलिकति यहाँ हामीले के बुझ्नु होला, यो फिगरबाट मैले बुझाइसक्यो। अलिकति अझै मैले यहाँ फिगरको कुरा गर्दा, जुन यो फिगर हुन्छ नि, यो फिगर, यो भनेको पर्फेक्ट स्ट्रङ हुन्छ क्या, पर्फेक्ट स्ट्रङ, किनकि 1 हुन्छ, -1 हुन्छ, यो 0 हुन्छ, पर्फेक्ट स्ट्रङ। बुझ्यो? यो के हुन्छ, पर्फेक्ट स्ट्रङ हुन्छ, तर नेगेटिभ, यो पनि के हुन्छ, स्ट्रङ हुन्छ। र यो बीचमा जुन r हुन्छ नि, यो भनेको के हुन्छ, विकनेस हुन्छ, विक रिलेसनसिप हुन्छ। यसको मतलब के हुन्छ, यसको नजिक हेर, जति r को नजिक छ भने त्यति स्ट्रङ हुन्छ, जति r को नजिक छ भने त्यति के हुन्छ, स्ट्रङ हुन्छ भनेर बुझ्नु होला। ठीक छ। अब म एउटा क्वेशन दिन्छु, त्यो क्वेशन सोल्भ गर्नु होला, त्यसपछि हामी अगाडि बढ्छौँ। क्वेशन के छ भने, if the correlation coefficient for a data set was measured -0.25, which of the following statement is true? ठीक छ, यो
त इफ भनेको के छ, इफ द कोरिलेसन कोएफिसिएन्ट फर अ डाटा सेट वाज मेजर्ड माइनस 0.25 which of the following statement is true, कुन स्टेटमेन्ट ट्रू हुन्छ। अब तपाईँले भन, अप्सन छ एमा देयर इज अ पर्फेक्ट पोजिटिभ कोरिलेसन, बुझ। दोस्रो देयर इज अ पर्फेक्ट नेगेटिभ कोरिलेसन, यो त दुईटा हुँदैन, पोजिटिभ र नेगेटिभ कोरिलेसन हुँदैन किनकि 1 भन्दा तल छ। देयर इज अ पार्शियल पोजिटिभ कोरिलेसन, यो पनि हुँदैन, र देयर इज अ पार्शियल नेगेटिभ कोरिलेसन, यसको आन्सर के हुन्छ, देयर इज अ पार्शियल नेगेटिभ कोरिलेसन हुन्छ। अप्सन कस्तो छ भने यो सार्नु भयो, म अप्सन पनि लेखिदिन्छु। मानौ एमा पर्फेक्ट पोजिटिभ कोरिलेसन बुझ, बीमा पर्फेक्ट नेगेटिभ कोरिलेसन, सीमा म अप्सन के भने थियो, पार्शियल पोजिटिभ कोरिलेसन, डीमा हामी के भनेको थियो, पार्शियल नेगेटिभ कोरिलेसन। यसको आन्सर मैले के भनेको थियो हुन्छ, डी पार्शियल नेगेटिभ कोरिलेसन, किनकि माइनस 0.2 माइनस कति थियो भनेको 0.25 थियो हो, माइनस 0.25 छ भने यो 1 भन्दा के छ कम छ र माइनस 1 भन्दा कम छ, त यो भनेको माइनस 2.5 छ, ठिक छ, भनेको माइनस 1 भन्दा पनि के छ कम छ, र यो प्लस 1 ठ्याक के छ भने पर्फेक्ट पोजिटिभ, माइनस 1 छ भने पर्फेक्ट नेगेटिभ, यो भनेको पार्शियल नेगेटिभ, र 25 मात्रै हुन्थ्यो भने 0.25, यो भनेको पार्शियल पोजिटिभ हुन्थ्यो, ठिक छ। ल एउटा यस्तो खालको मैले दिन्छु, त्योमा तपाईहरुले निकाल्नु होला, म आई क्यान यु तपाईको अरुको कहिलेकाहीँ हामीले क्वेशन के दिन सकिन्छ भने, सो क्याल्कुलेसन फर द वे एन्ड क्याप लेख त, क्याल्कुलेसन फर द कस्ट एन्ड वे क्याप द कोरिलेसन अफ कोएफिसिएन्ट बिट्विन द नम्बर अफ लाइसन सोल्ड वाई एन्ड द एभरेजिङ डेली टर्म एन्ड टेम्परेचर एक्स भनेर लेखौँ। एभरेज डेली टेम्परेचर र नम्बर अफ आइस, जुन आइसक्रिम भनेर लेख, यहाँ आइसक्रिम भनेको थियो, ल आइसक्रिम भनेर, आइसक्रिम र यो भनेर तपाईँले मानु दिएको छ, यसो क्वेसन नदिनु, आफैले यस्तो बुझ क्या, म लेखिदिन्छु। एभरेज, एबी भनेको एभरेज, एन भनेको नम्बर, ठिक छ। यो भनेको 14, 27, 20, 22 क्वेशन अनुसार है, 17, ठिक छ। यहाँ मैले 59, 102, 102, 84 राखिदियो, यहाँ कति राख्ने, ल 85 राखिदियो, यहाँ ल 75 नै राखिदियो, ठिक छ। अब तिमीलाई यति दिन्छु र तिमीलाई मैले दिइसकेको छु, ल कोरिलेसन अफ कोएफिसिएन्ट निकाल्नु, के दिएछु क्वेशनमा, यहाँ म लेखिदिन्छु माथिमा, कोरिलेसन अफ कोएफिसिएन्ट निकाल, कोरिलेसन अफ कोएफिसिएन्ट मैले तिमीलाई निकाल्न दिएछु र क्वेशनमा पनि तपाईले सोध्न सकिन्छ। योमा अब कसरी तपाईले कोरिलेसन अफ कोएफिसिएन्ट निकाल्न सकिन्छ भन्नुस् त, कसरी निकाल्ने कोरिलेसन अफ कोएफिसिएन्ट। अब हेर त, मैले सबभन्दा पहिला यसको कोरिलेसन अफ कोएफिसिएन्टको फर्मुला मैले के भनेको थियो, त्यो फर्मुला याद छ, यो भनेको थियो एक्स वाई, एक्स इन्टु वाई, यो भनेको यस्तो थियो रुट अन्डरमा एक्स स्क्वायर माइनस एक्स को होल स्क्वायर, यो ब्राकेटमा, फेरि यो ब्राकेटमा फेरि वाई स्क्वायर माइनस वाई को होल स्क्वायर भनेर यो फर्मुला मैले भनेको थियो, यही भनेको थियो कि थिएन हो। र यो फर्मुला अनुसार
मलाई एक्स वाई पनि निकाल्नुपर्छ र एक्स स्क्वायर पनि निकाल्नुपर्छ, वाई स्क्वायर पनि निकाल्नुपर्छ, हो कि होइन? यहाँ हेर त एक्स वाई निकाल्नुपर्छ, त्यसपछि एक्स स्क्वायर यो निकाल्नुपर्छ र अर्को हाम्रो वाई स्क्वायर पनि निकाल्नुपर्छ, ठिक छ? हो, यो फर्मुलामा हामी लगाउनको लागि त यी कुराहरू चाहियो हो। त अब हेरौँ के भइरहेछ है। त सबभन्दा एभरेजको पहिला हामीले यसो हामी के गऱ्यो, ल ठिकै छ। सो तपाईँहरू नोट गरेछ नि हो। यो नोट जुन गरेको छ भने गरेको छ कि छैन, ल गरेको छैन भने म यहीँ लेखिदिन्छु। ल के भइरहेछ, कुनै बेला ह्याङ गर्छ क्या हो। ल म यहीँ लेखाउँछु, यहाँ लेखौँ। एक्स वाई निकाल्छु पहिला। एक्स वाई कसरी निकाल्छु भने त यो भनेको के हो, यो भनेको एक्स हो, यो भनेको वाई हो, ठिक छ? यो भनेको एक्स हो, यो भनेको वाई हो। एक्स र वाईको मल्टिप्लाई गर्छु। 40 इन्टु हाम्रो कति गर्छु, 14 इन्टु भनेको कति छ है, 40 इन्टु 59 भनेको गर्दा कति आयो, 826। फेरि अर्को गर्छु, 27 इन्टु 102 लाई मल्टिप्लाई गर्दा कति हुन्छ, 2754 हो नि, 2754 2754। 20 इन्टु 84 गर्दा कति आयो, 1680। अर्को हाम्रो 22 इन्टु 85 गर्दा कति हुन्छ, 1870। र त्यसै गरी हामी 17 इन्टु 75 गर्दा कति हुन्छ, 1275। यो सबैलाई मैले एड गरेँ, टोटल गर्दा कति हुन्छ, टोटल गर्दा कति आयो, 8405, ठिक छ? यो याद राख, यहाँ म मेट्छु, ठिक छ? यहाँ मैले इरेज गर्छु, कति 8405 हो नि। अब म यहाँ लेख्छु, म यहाँ लेखिदिन्छु, यहाँ कति थियो, 20 17 75। म यहाँ लेख्छु कति आएको थियो मेरो टोटल, 8405, ठिक छ? अब म अर्को निकाल्छु। अर्को मलाई एक्स स्क्वायर चाहियो र वाई स्क्वायर चाहियो, म दुवै यहीँ निकालिदिन्छु, ठिक छ? 1 2 3 4 5 म कलर चेन्ज गरिदिन्छु, एउटै हुन्छ भने अलि बुझ्न गाह्रो हुन्छ। सो अब यसलाई गर्दा हामीले कति हुन्छ, एक्स स्क्वायर 196 भनेको एक्सको स्क्वायर गरिरहेछु, 40 भनेको 40 इन्टु 40 गरेछु, बुझ्यो, ठिक छ? 14 को स्क्वायर। अब 27 को के गर्नुपर्छ, स्क्वायर गर्दा कति हुन्छ, 729। त्यसपछि 20 इन्टु 20 भनेको यति, त्यसपछि 22 इन्टु 22 कति हुन्छ, 484। र त्यसपछि हाम्रो 17 इन्टु 20 भनेको 289 हो कि होइन? के भयो, सरी यहाँ बिचमा अलि उ भएछ, ठिक छ? 289। त कति थियो भने एक्स वाई को मल्टिप्लाई गरेको थियो, त्यो कति थियो, ठिक छ, र भइहाल्यो, यो 8405 थियो। योलाई गऱ्यो भने यो कति आयो, यसको टोटल गऱ्यो भने मैले कति आयो, तिमीहरू कन्फर्म गर। एक्स स्क्वायर भनेको कति आयो, 2098। अब वाई स्क्वायरको पनि मैले गर्यो, तिमीहरू कन्फर्म गर। वाई स्क्वायरको यहाँ गरे, वाई स्क्वायरको गर, वाई स्क्वायरको गर्दा कति आउँछ, 59 भनेको 3481 1044 यति, त्यसपछि 7056 अर्को, 7225 अर्को, 5625। यसलाई पनि टोटल गर्दा कति आयो,
33791। अब फर्मुलामा यसलाई देऊ। फर्मुला युज गर। फर्मुलामा कसरी युज गर्ने? सो फर्मुला तिमीलाई थाहा छ, त्यो फर्मुला लेखेको छु र यो फर्मुला म अब यहाँ लेख्दिन। ती फर्मुला जुन r इक्वल टु के भनेको थियो नम्बर त्यसपछि r भनेको समेसन xy माइनस समेसन x इन्टु समेसन y रुट अन्डर भनेर डिभाइडेडको साइन दिएर रुट अन्डर नम्बर फेरि x स्क्वायर माइनस x को होल स्क्वायर समेसन दिएर इन्टु नम्बर y स्क्वायर माइनस समेसन y को होल स्क्वायर हो नि, यही हो। त यो फर्मुला मैले सेट गर्दा कति छ? नम्बर अब गन्दा 5 वटा नम्बर छ, 1 2 3 4 5 भनेर हो कि 5 वटा नम्बर थियो नि। त 5 इन्टु मेरो कति छ xy कति आएको थियो 8405 आएको छ, यो माइनस 100 इन्टु 405 यसलाई रुटमा हाल्दा 5 इन्टु 2098 माइनस 100 को स्क्वायर इन्टु 5 इन्टु 33791 माइनस 405 को होल स्क्वायर 405 को होल स्क्वायर। ठीक छ, यो हो। अब क्याल्कुलेसन गर्यो, क्याल्कुलेसन गरेर मेरो कति आयो? क्याल्कुलेसन गरेर कति आयो? 1525 डिवाइडेड रुट अन्डर 490 इन्टु 4930। ठीक छ, यति आएको थियो इक्वल टु 1525 डिवाइडेड 1554.25। ठीक छ, देयर फोर यसको आर इक्वल टु आन्सर कति हुन्छ? यतिलाई गर्दा प्लस 0.98 भनेर आन्सर हुन्छ। ठीक छ, यो भनेको के भयो? पार्शियल पोजिटिभ। ठीक छ, ल पार्शियल पोजिटिभ कोरिलेसन बुझ्यो। यस्तो खालको क्वेसनहरु आइदिन सकिन्छ। ठीक छ, अब हेर कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट। कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट भनेको के हो बुझ। कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट भनेको के हो भने यहाँ यस्तो बुझ कि एउटा भेरिएन्स भनेको चेन्ज भयो भने अर्को भेरिएन्स कतिले चेन्ज हुन्छ। मानौ यो भनेको के हो भने x बढ्यो त y पनि बढ्यो, x बढ्यो भने y पनि बढ्यो भनेको मन x बढ्यो यो भने मलाई y पनि बढ्यो। ठीक छ, तर मानौ x ले गर्दा y ले मा कति पर्सेन्टेज चेन्ज आयो भनेर बुझ्यो, चेन्ज आयो भनेर त्यसलाई नै हामी कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट भन्छ। x ले गर्दा y मा कति पर्सेन्टेज चेन्ज आयो। ठीक छ, मतलब x बढायो भने y मा कति पर्सेन्टेज चेन्ज आयो भनेको x 10 छ भने y 20 छ, कति पर्सेन्टेज चेन्ज आयो। x 15 छ भने y मान 28 राख्यो, त कति पर्सेन्टेजले चेन्ज भयो भनेर बुझ्नु पर्छ क्या। मानौ कि x 21 छ भने y भनेको 39 छ, कति पर्सेन्टेजले चेन्ज भयो भनेर बुझ्नु होला है। ठीक छ, यस्तोलाई हामी बुझ्न सकिन्छ। त यसको भनेको जुन हामी यो कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट जहिले पनि निकाल्न दिन्छ नि त्यसको फर्मुला के हुन्छ r स्क्वायर भनेर यसको फर्मुला हुन्छ। कोएफिसिएन्ट अफ डिटर्मिनेन्टको r स्क्वायर भनेर फर्मुला हुन्छ r इन्टु r स्क्वायर भनेको r इन्टु r। ठीक छ, बुझ्यो कि बुझेन। यो भनेको के हुन्छ r इन्टु के हुन्छ r हुन्छ यसको फर्मुला जहिले पनि कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट निकाल्न दियो भने। ठीक छ, यसको क्वेशनहरु पनि दिन सकिन्छ, तपाईले क्वेशनहरु कहिलेकाहीँ सोध्न सकिन्छ। त यसको क्वेशन कसरी सोध्छ भने म एउटा दुईटा मैले भनिदिन्छु। मानौ क्याल्कुलेसन टु बी लेख त, कोरिलेसन भनेको यहाँ लेख त, यो क्वेशन भयो। क्याल्कुलेसन टु बी 0.85। ठीक छ, व्हाट इज द कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट। यस्तो दिएको हुन्छ क्वेशन। ठीक छ, डिटर्मिनेन्ट व्हाट, त मलाई कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट क्याल्कुलेसन टु द यति व्हाट इज द कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट भनेर मैले सोधेँ। त यसलाई सोल्भ कसरी गर्छु भने
मैले के भनेको छु यसको फर्मुला जस्तै r इक्वल टु यहाँ कति मैले दिएछु 0.85 दिएछु 0.85 जुन दिएछु त मैले तपाईलाई एउटा कुरा के भने r स्क्वायर यसको भनेको यो निकाल्नको लागि त मेरो के भयो r स्क्वायर इक्वल टु के भयो 0.85 को के भयो स्क्वायर भयो हो कि हैन यसको स्क्वायर त यसको स्क्वायर कति हुन्छ भनेको 0.7225 हो कि हैन त योमा अब यो भनेको पर्सेन्टेजमा निकाल्न भन्छ भने 100 लिएर गर्ने पर्सेन्टेजमा भने छैन भने निकाल्न र अप्सन भनेको पर्सेन्टेजमा दिएछ भने 100 लिएर मल्टिप्लाई गर्ने पर्सेन्टेजमा छैन भने 100 लिएर मल्टिप्लाई नगर्ने पर्सेन्टेजमा सोधेछ भने मानौ त यसको कति हुन्छ योमा गयो भने मलाई त यो दुईटा जिरो छ भने यो कति आयो 72% र्यान्डम गरेर आउँछ ठीक छ 72% यो भनेको अब 7.225 छ भने यो अझै हुन्छ पोइन्टको बाद 25 भनेर त्यति आइरहेछ ठीक छ भनेको 72 पोइन्ट भनेर यति आउँछ यो भनेको 72% आउँछ ठीक छ तर तिमीले पर्सेन्टेजमा सोधेको छ भने मात्रै जब पर्सेन्टेजमा मानौ सोधेको छैन भने यो निकाल्नु पर्दैन बुझ्यौ मैले तपाईलाई सिकाइदिएछु अब मानौ एउटा अझै क्वेशन मैले यहाँ तिमीलाई दिन्छु अझै बुझ्नुहुन्छ मानौ क्वेशन के छ भने मानौ इफ द कोरिलेसन कोएफिसिएन्ट बुझ्यो है कोएफिसिएन्ट जसलाई r भन्छ यो बिट्विन के छ यति म लेख्दैन यसो बुझ सेल्स भनेको के छ इज 0.4 यहाँ सेल्स भनेर मानौ दिएछ ठीक छ तर व्हाट इज द पर्सेन्टेज अफ द चेन्ज इन सेल्स भनेर बुझेछ बुझ्यौ व्हाट इज द पर्सेन्टेज अफ द चेन्ज इन सेल्स बुझ्यौ त अब तिमीलाई यति सेल्स चेन्ज भयो भने तिमीलाई अब के भनिदिन्छ भने क्वेशनले मानौ एक्सपान्ड बाइ द चेन्ज इन एडभान्टेज उसको एडभान्टेज कति चेन्ज हुन्छ त हो कहिलेकाहीँ चेन्ज भनेर पनि क्वेशन दिन सकिन्छ कोएफिसिएन्ट अफ डिटर्मिनेन्ट नदिँदा चेन्ज भनेर दिन सकिन्छ हो त यसलाई कसरी हामी सोल्भ गर्ने त यो भनेको r इक्वल टु भनेको मानौ 0.4 छ भने r इक्वल टु 0.4 छ r इक्वल टु 0.4 छ भने यो 0.4 को यो स्क्वायर गर्दा कति हुन्छ 0.4 इन्टु यति भनेको 0.16 हो कि हैन हो अब पर्सेन्टेजमा सोधेको छ कि छैन फर्स्ट अप्सन मानौ पर्सेन्टेजमा दिएको छ भने मैले के भनेछु इन्टु गर्ने नत्र यति नै आन्सर राख्दिने मानौ ल पर्सेन्टेजमा दिएछ यसलाई पनि पर्सेन्टेजमा निकाल्दा इन्टु 100 गर्दा कति हुन्छ 16% आउँछ ठीक छ यो नै के हो आन्सर हो पर्सेन्टेजमा दिएको छैन भने पर्सेन्टेजमा दिएछ भने यो आन्सर भयो पर्सेन्टेजमा छैन भने तब यो नै आन्सर भयो ठीक छ अब के बुझाउ अब म लिनियर फंक्सन बुझाइदिन्छु के बुझाउँछु लिनियर फंक्सन धेरै छ यो च्याप्टरमा लिनियर फंक्सन को भनेर जस्तो हामीले यसलाई क्याल्कुलेसन गर्ने फर्मुला के हुन्छ भने y इक्वल टु a प्लस bx यो फर्मुला हुन्छ युज गर्छौं हामी क्याल्कुलेसन गर्नको लागि लाइन बेस फिट गर्नको लागि किन x को भ्यालु चेन्ज हुँदा भने y को भ्यालु पनि चेन्ज हुन्छ तिमीलाई थाहा छ x को भ्यालु चेन्ज हुँदा y को भ्यालु पनि चेन्ज हुन्छ x लाई हामी के भन्छ रे फिक्स कस्ट र यो इन्डिपेन्डेन्ट पनि भन्छ यसलाई यो इन्डिपेन्डेन्ट x लाई के भनिन्छ x भनेको के हो सरी y भनेको फिक्स कस्ट र यो डिपेन्डेन्ट हुन्छ सरी मलाई भन्नु डिपेन्डेन्ट यो भनेको इन्डिपेन्डेन्ट हुन्छ र यसलाई भेरिएबल कस्ट वा एक्टिभिटी पनि भनिन्छ ठीक छ भेरिएबल वा एक्टिभिटी यो भनेको y भनेको फिक्स सरी के मैले भनिदिए ठीक छ लिनियर फंक्सन भनेको के हुन्छ मानौ y इक्वल टु के भनिन्छ यसको क्याल्कुलेसन गर्दा a प्लस bx के बनाउँछ यो y भनेको टोटल कस्ट ठीक छ यसलाई टोटल कस्ट पनि भनिन्छ र अर्को यसलाई डिपेन्डेन्ट पनि भनिन्छ
फिक्स कस्ट र इन्टरसेप्ट पनि भनिन्छ हैन। यसलाई के भन्छ भेरिएबल कस्ट र स्लोप पनि भन्छ। यो भनेको डिपेन्डेन्ट यो इन्डिपेन्डेन्ट र एक्टिभिटी पनि भनिन्छ। यति बुझ्नु भयो? हो, यति बुझ्यो भने तपाईले अब गर्न सकिन्छ। बुझ्यौ? यसको पर्पज के हो, उद्देश्य के हो त? लिनियर प्रोग्रामिङको उद्देश्य के हो भने एनालाइजिङ पास्ट कस्टलाई के गर्छ, एनालाइज गर्छ। पास्ट डाटाहरूलाई के गर्ने, एनालाइज गर्ने, क्याल्कुलेट द भ्यालु अफ ए, मानौ भ्यालु ए को एन्ड भ्यालु बी को इन द लिनियर फंक्शन। लिनियर फंक्शन यो के म हामी देखाउँछु, लिनियर फंक्शनमा देखाउँछु। ठीक छ? अब मैले के भने पास डाटाहरूलाई के गर्छ, एनालाइजिङ गर्छ र यो क्याल्कुलेसन जस्ता ए र बी को जुन हामी लिनियर फंक्शनमा ए र बी हामी लाइन देखाउँछ। अहिले म बनाउँछु यसको फर्मुला पनि कसरी निकाल्छु भने हेराइदिन्छु। y लाई मैले के भन्छु, डिपेन्डेन्ट र भेरिएबल भनेर डिपेन्डेन्ट भनेर थियो, टोटल कस्ट भनेको थियो। ठीक छ? ए लाई हामी फिक्स कस्ट र इन्टरसेप्ट भनेर भनेको थियो, बुझ्नु? बी लाई स्लोप, बुझ्यो? अर्को भेरिएबल कस्ट, बुझ्यो? अर्को कहिलेकाहीँ हाम्रो ग्रेडिङ पनि भनिन्छ र एक्स भनेको इन्डिपेन्डेन्ट भेरिएबल हो जुन यसलाई एक्टिभिटी पनि भनिन्छ। ठीक छ? यति याद राख्नु होला। त मैले के भने यहीबाट म फर्मुला निकाल्छु, ए प्लस बी एक्स छ। त ए प्लस बी एक्स भनेको ए कसरी निकाल्छु, मैले दुईटा लाइन अहिले भनेर भनेको थियो, ए र बी निकाल्नुपर्छ। लिनियर भनेको लिनियर रिलेसनमा ए र बी निकाल्नुपर्छ। ए निकाल्नको लागि के चाहियो, यी वाइ जुन छ, वाइ लाई हामी वाइ ए यता ल्यायो भने यसलाई म के गर्न सक्छु, वाइ डिभाइडेड बाइ एन माइनस बी अर्को एक्स बाई एन। यो गर्न पाउँछु कि पाउँदैन? ए जब म यता ल्याउँछु भने ए इक्वल टु हाम्रो यति गर्न रुट अन्डर एक्स बाई वाइ माइनस बी गरेर यति म गर्न पाउँछु कि पाउँदैन? पाउँछु। अब बी निकाल्नको लागि फेरि फर्मुला चाहियो। बी कसरी निकाल्ने? अब हेरौँ, बी निकाल्नको लागि यी नम्बर अफ एक्स वाइ माइनस एक्स इन्टु वाइ, यहाँ म अलिक ठुलोमा लेख्छु, यसलाई मैले टेप गरेँ भनेको। अब बी निकाल्नको लागि एन एक्स माइनस एक्स इन्टु वाइ। ठीक छ? एक्स इन्टु वाइ एन एक्स स्क्वायर को होल स्क्वायर, यति। यो बी निक्लिन्छ। जब बी मेरो निक्लिहाल्यो भने, बी को मान आइहाल्छ भने पहिला हामी सबभन्दा पहिला बी निकाल्नुपर्छ। बी निकालेर अनि म ए निकाल्छु। ठीक छ? कहिलेकाहीँ तपाईँले ए इक्वल टु यो पनि सोध्न सकिन्छ। यो पनि कुनै कुनै बुकमा दिन सकिन्छ। ए इक्वल टु वाइ को माथिमा कम्प्लिमेन्ट माइनस बी एक्स को माथिमा कम्प्लिमेन्ट भनेर यसरी पनि तपाईँले कुनै कुनै बुकमा ए निकालेको देख्न पाउँछौँ हामीले। ठीक छ? लिनियर रिलेसनको यो के हो, हाम्रो फर्मुला हो। यो लिनियर रिलेसनको यो के हो, फर्मुला हो। त वाइ इक्वल टु हाम्रो के हुन्छ, त वाइ इक्वल टु ए प्लस बी, वाइ इक्वल टु के हुन्छ भने ए प्लस बी एक्स हो कि होइन? जुन मैले के भनेको छु, वाइ भनेको टोटल कस्ट हो, ए भनेको के हो, फिक्स कस्ट, जुन हामी ए भनेको के हो, फिक्स कस्ट, बी भनेको मैले के भन्छु, भेरिएबल कस्ट, र एक्स भनेको बी एक्स भनेर जुन चाहिँ एक्स भनेको इन्डिपेन्डेन्ट भेरिएबल कस्ट भनेर पनि भनेछु। ठीक छ? अब हेरौँ, ल हेरौँ। सो पानी खान गइसक्यो त्यो। अब हेरौँ, माने यसको क्वेसन दिन्छौँ। यसको क्वेसन कसरी सोध्न सकिन्छ भने सिम्पली यसको क्वेसन दिँदा हामीले कसरी सोध्न सकिन्छ भने ती एक्स भनेर दिएको हुन्छ र वाइ भनेर यसो दिएको हुन्छ। क्वेसन यसरी नै यसको पनि सोध्न सकिन्छ। 1427 ल 5 वटा मैले राखेँ। 27 20 22 70
साइन्टी यो म तिमीलाई होमवर्क दिन्छु, तिमी गर्नु होला, ठिक छ। अनि आएन भने अनि त्यो तपाईहरु भन्नु होला, मलाई सोध्नु होला, कमेन्टमा मेसेज गरेर न त यहाँ मलाई इन्स्टाग्राममा वा व्हाट्सएपमा मलाई मेसेज गरेर सोध्न सकिन्छ। सो म बुझाउँछु, अलिकति म हिन्ट्स दिइहाल्छु। यसको फर्मुला के हो, फर्मुला त्यही निकाल्नुपर्छ भनेको पहिला bx निकाल्नुपर्छ। b निकाल्नको लागि के भनेको त फर्मुला हुन्छ नि, यो फर्मुला हुन्छ नि, त यो अनुसार हामीले के निकाल्नुपर्छ हो, यो फर्मुलाको अनुसार हामीले के निकाल्नुपर्छ, यो फर्मुलाको अनुसार हामीले xy निकाल्नुपर्छ। त ल निकालेर नै हालिदिने xy, के म गराइ नै दिन्छु किन बग्दैन। ल xy निकाल्नको लागि मानौ 826 क्याल्कुलेसन गरे 2754 1680। म फटाफट क्याल्कुलेसन गरेर देख्छु है, सिकाउनु पर्दैन नि यहाँ क्याल्कुलेसन गर्दा, पहिला सिकाएको थियो, ठिक छ। यस्तै x स्क्वायर यो पनि निकाल्नु पर्यो, x स्क्वायर भनेको के हो, x स्क्वायर भनेको x को होल स्क्वायर, जुन x को छ 40 × 40, ठिक छ। 196 729 400 484 289, ठिक छ। अब y निकाल्नु पर्छ, म माथिको मेटे, सो y निकाल्नु पर्छ, x स्क्वायर भयो y स्क्वायर चाहियो, y स्क्वायर को पनि यस्तो 5 वटा, हैन 1 3481 3481 1040, अर्को कति हुन्छ 7056, अर्को के हुन्छ 7225, अर्को के हुन्छ 5625 हो, यति आउँछ, ठिक छ, यति आउँछ। अब यिनीहरुलाई टोटल गर्छु भने कति आउँछ, सबैलाई टोटल गर्यो y स्क्वायर को कति आयो 33791, टोटल गर्दा xy को टोटल गर्दा xy को टोटल गर्छु भने कति आउँछ, xy को टोटल गर्यो भने कति आयो मलाई 8405, पहिला जस्तै नै डाटा हो, क्या हो ल। सो यसलाई गर्दा मलाई कति आयो, x स्क्वायर ले गर्दा कति आयो 2098। अब यति छ, मैले एक ठाउँमा लेखे सबै। सो x र y को पनि हाम्रो टोटल निकाल्नु पर्यो, y को पनि टोटल निकाल्नु पर्यो र xy को पनि टोटल निकाल्नु पर्यो, x स्क्वायर y स्क्वायर को टोटल, ठिक छ। टोटल सबैको निकालेर कति कति भनेको थियो, x को निकालेको थियो, y को क्वेशन कति कति भनेको थियो, कति कति थियो 14 हो, यिनीहरुको 100 बुझ 405, यसको टोटल 8405 भनेको थियो 2098337911 है हो, यति सबैको टोटल भनेको थियो। यो म एउटा साइडमा आफ्नो नोट लेखिहाल्छु, जसले गर्दा सोल्भ गर्न सजिलो हुन्छ, तपाईहरु पनि लेखिहाल्नु होला, ठिक छ। नोटेर म यहाँ सोल्भ गर्न लागेको छु, ठिक छ। सो यसको फर्मुला त्यही हो, फर्मुला जुन मैले भनेको छु, पहिला हामी b स्क्वायर निकाल्छु, b स्क्वायर को फर्मुला जो पहिला नम्बर कति 5 वटा छ, 5 × 804 सरी
8405 xy minus 100 into 405 अनि 5 into 2098 minus 100 को होल स्क्वायर यसलाई गर्दा कति हुन्छ भनेको 1525 divided by 490 गर्दा कति आयो 3.11 यो भनेको के हो बी आयो है यहाँबाट यो बी को म फर्मुला लगाएको छु बी आयो अब ए निकाल्नु पर्छ बी को आन्सर यति आयो लेख्यो सबैजना अब हेर ए निकाल्नको लागि मैले के भनेको छु फर्मुला y1 minus b xy n यो भनेको छ नि त्यसको 405 by 5 into 3.11 b आएको छ into 100 by 5 गर्दा यसलाई सोल्भ कति हुन्छ 81 into 62.2 equal to 80.8 आयो ठीक छ ए भनेको यो ए इक्वल टु यति आयो अब मेरो समेसन के हुन्छ y इक्वल टु a plus bx त y इक्वल टु a कति आएको थियो 80.8 प्लस b कति आएको थियो 3.11 x भनेको जति हो आन्सर भयो ठीक छ अब मैले तिमीलाई भनेको थियो पछि मैले के गर्नु भन्छु फोरकास्टिङको बारेमा पनि भन्छु ठीक छ के भन्छु फोरकास्टिङको बारेमा पनि हामी भन्छु ठीक है FORECASTING के भन्छ फोरकास्टिङ कस्ट भनेको के हो ठीक छ अब फोरकास्टिङ भनेको के हो फोरकास्टिङ कस्ट यसलाई एन्ड रेभेन्यू फोरकास्टिङ भनेको के हो जुन पिरियडिक गर्छु के पास्टको कारणले यो के कारणले हुन्छ भने फोरकास्टिङ कहिले भनेको मानौ तिमीले फोरकास्टिङ भनेको के पास्ट ट्रेन्डको कारणले हुन्छ पास्टको कारणले फ्युचरमा के हुन्छ पिरियडिक गर्छु त्यसलाई नै हामी फोरकास्टिङ भन्छौँ ठीक छ पास्टको कारणले फ्युचरमा पिरियडिक गर्ने यहाँ के लेख्ने भने म लेखाइ पनि दिन्छु पास्ट ट्रेन्ड will continue and the future will look similar to past ठीक छ सिमिलर टु पास्ट बुझ्यौ फोरकास्टिङ भनेको के हो पास्ट ट्रेन्डको कारणले के हुन्छ जुन हामीले भनेको पास्टको कारणले हामी फ्युचरमा के गर्छौँ पिरियडिक गर्छौँ ठीक छ त्यसलाई हामी फोरकास्टिङ भन्छ यसको कारण के हुन्छ भने तिमीहरू बीटीमा पढेको होला पेस्टरको कारणले हाम्रो के हुन्छ फोरकास्टिङमा के गर्छ इफेक्ट गर्छ यो फोरकास्टिङ हुन्छ भनेर तपाईहरुलाई थाहा होला अब हेर EST पेस्टर फ्याक्टर भनेर पढेको थियो नि बीटीमा पढ्यो होला पेस्टर फ्याक्टर हो यो पेस्टरको कारणले के गर्छ फोरकास्टिङमा त्यस्तो हुन्छ पेस्टर भनेको म अलिकति भनिदिन्छु तिमीहरू बीटीमा पनि पढेको होला पोलिसी POLITICL पोलिटिकल अब पोलिटिकल भनेको के हो भने चेन्ज इन गभर्नमेन्ट अर पोलिसी आफ्टर द ट्रेन्ड बेरियर क्यान इम्प्याक्ट फोरकास्टिङ भनेको हाम्रो पोलिसी नै चेन्ज भइहाल्यो गभर्नमेन्ट नै चेन्ज भइहाल्यो भने हाम्रो बेरियर आउँछ कि हुँदैन इम्प्याक्ट आउँछ कि हुँदैन यो भनेको इकोनोमिक्स अब इकोनोमिक्स नै चेन्ज भइहाल्यो इन्फ्लेक्स रेट नै चेन्ज भयो इन्फ्लेक्स रेटको कारण इन्फ्लेक्सन भयो इन्ट्रेस्ट रेट नै चेन्ज भयो भने यो कारणले के हुन्छ इन्फ्लेक्स रेट इन्ट्रेस्टहरू ब्याजहरू लोनहरू जुन चेन्ज भयो भने योले गर्दा इफेक्ट हुन्छ कि हुँदैन इम्प्याक्ट पर्छ कि पर्दैन फोरकास्टिङ त्यसैले फोरकास्टिङ भनेको पिरियडिक गर्ने हो त्यसपछि अर्को SOCIAL सोशल तिम्रो बिहेभियर तिम्रो एटिट्युड नै चेन्ज भइहाल्यो तिम्रो टेस्ट नै चेन्ज भइहाल्यो हो कि हैन त्यसले गर्दा इम्प्याक्ट पर्छ कि पर्दैन टी भनेको टेक्नोलोजी वा ट्रेन्ड भनेर टी भनेको बुझ टेक्नोलोजी भनेको के हो भने नयाँ टेक्नोलोजीहरू आनिहाल्यो नयाँ टेक्नोलोजी अनुसार अब खेतीहरू हुन
थाल्यो र अब सबै कुरा हामी नयाँ टेक्नोलोजी अनुसार हुन थाल्यो भने टेक्नोलोजी नै चेन्ज भयो भने त्यसले गर्दा इम्प्याक्ट हुन्छ हुँदैन। ट्रेन्ड भनेको यो लङ टर्मको लागि चेन्ज हुन्छ, जुन मैले तपाईँले भन्छु यो ट्रेन्ड भनेको जुन हो ट्रेन्ड एन्ड सिजनल, यो सिजनहरू नै चेन्ज भइहाल्यो। ट्रेन्ड भनेको मौसमहरूले गर्दा अब सिजनल अनुसार जाडो महिनामा ज्याकेटहरूको बिक्री धेरै हुन्छ, गर्मीमा टी सर्टहरूको बिक्री धेरै हुन्छ, त्यसले गर्दा हुन्छ। त्यही भनेर फोरकास्टिङ भनेको पेस्टर फ्याक्टर भनेर याद गर्नु होला। यो कारणले के गर्छ, पेस्टर फ्याक्टरले गर्दा के हुन्छ फोरकास्टिङमा इम्प्याक्ट हुन्छ, यो कारणले के हुन्छ फोरकास्टिङ हुन्छ। ठिक छ, सिम्पली बुझ्नुभयो। अब म तिमीलाई के बुझाउँछु भने यसको हामीले टाइम सिरिज एनालाइजिङ, अब के बुझ्नुपर्छ हामीले टाइम सिरिज एनालाइसिस। यो च्याप्टर नै हामीले के भनेको थियो फोरकास्टिङ एन्ड टाइम सिरिज एनालाइसिस भनेर हामीले यो च्याप्टरलाई के भनेको थियो बुझाउनु भनेको थियो। ठिक छ, अब हामीले टाइम सिरिज एनालाइसिसको बारेमा बुझ्नु छ। अब यसको मतलब हामी के बुझौँ, म ब्ल्याक नै लिन्छु, मलाई ब्ल्याक मनपर्छ, ब्ल्याक भनेको मेरो फेभरेट कलर पनि हो। यस्तो त रेड पनि हो तर ब्ल्याक भनेको मेरो फेभरेट कलर हो। टी सर्टहरू पनि मेरो ब्ल्याक नै हुन्छ प्रायः। सो त्यसैले अनि रेड किन हो भने ट्विस्टेड जन्मेको हो, जन्म भएको हो, त्यसैले हामीले यो त्यस्तो हुन्छ नि ब्ल्याक सरी ओके। सो म ठिक छ, कुराहरू छाड्नु ठिक छ है, कुरा नगरोस् छिटो छिटो। सो लामो क्लासमा टाइम सिरिज एनालाइसिस छिटो छिटो म बुझाइदिन्छु। टाइम सिरिज एनालाइसिस भनेको के हो, यहाँ हाम्रो ट्रेन्डको कुरा गर्छ। त फर्स्टमा हाम्रो यसको के हुन्छ ट्रेन्ड। यो टाइम सिरिज एनालाइसिस भनेको के हो, टाइम सिरिजको डाटाको अनुसार के गर्छ भने त्यसलाई नै हामी टाइम सिरिज भनिन्छ। बुझ्यो, टाइम सिरिजको डाटा अनुसार गर्छ नि त्यसलाई नै हामी टाइम सिरिज भनिन्छ। ठिक छ, बुझ्यौ। पास्ट डाटा नै गर्छु तर टाइम सिरिज भनेको कुनै यस्तो डाटा जुन टाइमको सिरिज अनुसार हुन्छ, जस्ता डेली, विकली, मन्थली, इयरली सेल्स हुन्छ नि, हो त्यो भनेको टाइम सिरिज हो। त फर्स्टमा मैले 1 नम्बरमा के हुन्छ ट्रेन्ड। सो म अघि पनि भनेको थियो ट्रेन्ड भनेको के हो, यो लङ टर्मको लागि हुन्छ, यो सर्ट टर्मको लागि हुँदैन। ट्रेन्ड भनेको जहिले पनि लङ टर्मको लागि हुन्छ, यो सर्ट टर्मको लागि हुँदैन। ठिक छ, तपाईँले बुझ्नुभयो। त्यसपछि दोस्रोमा सिजनल भनेको यो के हुन्छ सिजनल भेरिएसन, यो भनेको जहिले पनि सर्ट टर्मको लागि हुन्छ। यो के हुन्छ सर्ट टर्मको लागि हुन्छ, सिजन अनुसार के हुन्छ चेन्ज हुन्छ नि, डेली, विकली, मन्थली के हुन्छ ज्याकेटहरू चेन्ज हुन्छ बुझ्दैन, गर्मी महिना, जाडो महिना। सिजनल भनेको जस्ता होली, छैठ, दीपावली यो सबैमा के हुन्छ चेन्ज हुन्छ हुँदैन हो, यो भनेको सिजनल भनेको सर्ट टर्मको लागि हुन्छ। ठिक छ, अब के हुन्छ भने अब साइकल भेरिएन्स, तिनमा के हुन्छ साइकल, CYCLICAL साइकल भेरिएन्स। साइकल भेरिएन्स भनेको के हो भने यो मिडियम टर्ममा के हुन्छ चेन्ज हुन्छ, मिडियम टर्ममा र लङ टर्ममा के हुन्छ चेन्ज हुन्छ, मिडियम र लङ टर्ममा के हुन्छ चेन्ज हुन्छ हो। यो कहिले हुन्छ त्यो कुरा हामीले थाहा हुँदैन तर चेन्ज हुन त हुन्छ, कहिले चेन्ज हुन्छ त्यो कुरा हामीले थाहा हुँदैन तर चेन्ज हुन त हुन्छ। त्यो बुझ्यो, त्यसलाई हामी साइकल भेरिएन्स भनिन्छ। ठिक छ, चेन्ज हुन त हुन्छ तर कहिले चेन्ज हुन्छ त्यो कुरा हामीले थाहा हुँदैन। ठिक छ, अर्को हुन्छ फोरमा ऱ्यान्डम भेरिएन्स। ऱ्यान्डम भेरिएन्स भनेको के हो, यो ऱ्यान्डम भेरिएन्स भनेको के हो, जस्ता कोरोना लिन सकिन्छ। कोरोना भनेको कोभिड-19, जुन कोभिड-19 भनेको के हुन्छ कहिले आउँछ कति बेला आउँछ त्यो कुरा हामीले थाहा हुँदैन के, बुझ्यौ, जति बेला पनि आउन सकिन्छ। जस्ता कोभिड-19 यो हामीले के गर्न सकिन्छ, यो डिफिकल्ट छ नि, पिडियाट्रिक गर्न हामीले डिफिकल्ट छ कि छैन, जति बेला पनि आउन सकिन्छ। साइकल भेरिएन्स भनेको कति बेला आउँछ त्यो हामीले थाहा हुँदैन, तर यो भनेको ऱ्यान्डम भेरिएन्स भनेको यो जति बेला पनि हुन्छ।
ठीक छ। साइकल भेरिएन्स कति बेला आउँछ त्यो कुरा हामीले थाहा हुँदैन। तब अब टाइम सिरिज एनालाइसिसको जुन भ्यालु गर्दा नि, यहाँ बुझ्यो, जुन भ्यालु गर्दा नि त यसको मतलब के हुन्छ, y इक्वल टु टी प्लस यस प्लस सी प्लस आर हुन्छ, वा अर टी प्लस यस प्लस सी प्लस आर हुन्छ। अब यहाँ मैले के भन्न खोजेँ भने यो वाइलाई हामी के भनिन्छ भने, वाइलाई के भन्छ थाहा छ तिमीलाई? वाइलाई यसलाई पोइन्ट भन्छ, डाटा पोइन्ट भन्छ। के भन्छ? डाटा पोइन्ट भनिन्छ। टी भनेको ट्रेन्ड, सिजनल, साइकल र ऱ्यान्डम, बुझ्यो, ऱ्यान्डम भेरिएन्स हो। एडिसनलमा छ भने यसरी हुन्छ, तर मल्टिप्लाईमा छ भने यो मल्टिप्लाई गर, यो मल्टिप्लाई हुन्छ क्या, मल्टिप्लाईमा सोधेछ भने। तर के, अब हेरौँ, यो जुन छ नि, यो यहाँको पनि म यो हटाइदिन्छु। यो दुईटा किन लिँदैन भने, साइकल र ऱ्यान्डम किन लिँदैन भने, यहाँ हेरौँ, साइकल र ऱ्यान्डम किन लिँदैन भने यसलाई कति बेला हुन्छ कति बेला हुँदैन पिरियडिक गर्न गाह्रो हुन्छ भने साइकल र ऱ्यान्डम हामी लिएर चल्दिन। न्युमेरिकल गर्दा हिसाब गर्दा साइकल र ऱ्यान्डमलाई हामी छाड्दिन्छौँ। यो जति बेला पनि हुन सकिन्छ, जति बेला हुन्छ हामीले थाहा हुँदैन, बुझ्यो, कहिले हुन्छ कहिले नहुन्छ भनेर त्यो कुरा थाहा हुँदैन, त्यसैले यसलाई छाड्दियो। र तपाईँले एडिसनल भनेर सोधेको छ भने क्वेसनमा y इक्वल टु भनेको डाटा पोइन्ट इक्वल टु भनेको ट्रेन्ड प्लस सिजनल, ठिक छ, यो ट्रेड प्लस सिजनल, वा मल्टिप्लाईमा सोधेको छ भने ट्रेड इन्टु सिजनल, यति कुरा बुझ्दा हुन्छ, ठिक छ। अब तपाईँले इन्डेक्स नम्बरहरू छ, अब के छ, इन्डेक्स नम्बरहरू कसरी, टाइम सिरिजको क्वेसन गरिहाल्नु होला। म क्वेसन गरायो भने यो क्लास धेरै ठुलो हुन्छ, तिमीहरूले बोरिङ लाग्छ बुझ्दैन भने तिमीहरूले त्यो मेसेज गरेर सोध्न सकिन्छ। अब बुझ, इन्डेक्स नम्बर लास्ट च्याप्टरको कुरा छ। इन्डेक्स नम्बर, इन्डेक्स नम्बर भनेको के हो भने जुन हामीले के हुन्छ, कुनै पनि वस्तुको क्वान्टिटी र सर्भिस हामीले के हुन्छ, चेन्ज हुन्छ, भ्यालु चेन्ज हुन्छ, समय कति परिवर्तन भनेको टाइम अनुसार के हुन्छ, कति परिवर्तन भयो भनेर त्यो कुरालाई हामी इन्डेक्स नम्बर भन्छ। इन्डेक्स नम्बर भनेको प्राइस र क्वान्टिटी हामीले टाइमसँग कति परिवर्तन भयो भनेर त्यो देखाउँछ, ठिक छ, त्यसलाई हामी इन्डेक्स नम्बर भनिन्छ। डिफिनेसन भनेर बुझ्नुभयो इन्डेक्स नम्बर। यसको हामीले यी पोइन्टहरू लिएको भनेको चेन्ज भनेको यस्तो हुन्छ क्या, चेन्ज इन प्राइस एन्ड क्वान्टिटी ओर भ्यालु ओभर द टाइम कम्पेयर विथ द बेस इयर। बेस इयरमा कति चेन्ज भयो भनेर कुनै वस्तु वा सेवा प्राइस वा क्वान्टिटी भ्यालु समयसँग कतिको परिवर्तन भयो भनेर देखाउँछ। यसको की पोइन्टहरू हेरौँ। की पोइन्ट याद राख, मेजर चेन्ज ओभर टाइम, मेजर चेन्ज ओभर टाइम, compare with a base year, compare base year गर्छ, ठिक छ। यति यसको की पोइन्टहरू राख्नु, याद राख्नु होला, बुझ्यो। टाइप्स अफ इन्डेक्स नम्बर, अब बुझ्यो, टाइप्स अफ इन्डेक्स नम्बर भनेको के हुन्छ, तीनवटा मेन टाइप्स हुन्छ इन्डेक्स नम्बरको। त्यो कुन मेन टाइप्स हुन्छ इन्डेक्स नम्बरको त्यो बुझ एक एक गरेर, ठिक छ। म सर्टमा बुझाइरहेछु, के प्रब्लम भयो भने अलिक सोध्नु होला, किनकि रिभिजन क्लास हो, त्यसैले धेरै ठुलो नजाऊ, इक्जामभन्दा 4-5 दिन पहिला यो क्लास हेर्दा अझै सजिलो हुन्छ। अब सिम्पल इन्डेक्स नम्बर भनेको के हो, सिम्पल इन्डेक्स नम्बर भनेको के हो भने यो सिम्पल इन्डेक्स नम्बरले एउटा मात्रै के गर्छ, सर्भिस वा क्वान्टिटी सिङ्गल आइटम भनेको जुन एउटा मात्रै वस्तुको के गर्छ, प्राइस र क्वान्टिटीमा आएको परिवर्तन देखाउँछ कि एउटा मात्रै भनेको क्वान्टिटी र सर्भिसमा आएको परिवर्तन देखाउँछ भनेको यो के हुन्छ, सिम्पल इन्डेक्स मेजर भनेको यो के गर्छ, इन प्राइस अर क्वान्टिटी अफ सिङ्गल आइटमको के गर्छ, कम्पेयर गर्छ बेस इयरसँग, बुझ। यसको मैले लेखिदिन्छु, प्राइस क्वान्टिटी के गर्छ, क्वान्टिटी अफ सिङ्गल आइटम
कम्पेयर विथ द बेस इयर ठीक छ बुझ्नुभयो यसको फर्मुला पनि लेखौँ यसको क भनेको फर्मुला के हुन्छ भने जुन सिम्पल इन्डेक्स नम्बरको फर्मुला के हुन्छ करेन्ट प्राइस डिवाइडेड बाइ बेस इयर प्राइस इन्टु 100% यो याद राख्नु होला यो यसको फर्मुला हुन्छ सिम्पल प्राइस इन्डेक्स नम्बरको फर्मुला यो हुन्छ र क्वान्टिटी भनेर भन्छ भने क्वान्टिटीको फर्मुला के हुन्छ भने जब यो सिम्पल प्राइस इन्डेक्स सोध्यो भने सिम्पल प्राइस इन्डेक्स सोध्यो भने यो हुन्छ अब सिम्पल प्राइस जुन सिम्पल क्वान्टिटी इन्डेक्स सोध्छ भने यसको हेरौँ के हुन्छ करेन्ट क्वान्टिटी डिवाइडेड बाइ बेस इयरको के हुन्छ क्वान्टिटी इन्टु 100 ठीक छ यो हुन्छ सिम्पल प्राइस इन्डेक्स नम्बरको फर्मुला माथि हुन्छ यो फर्मुला रेड कलर वाला सिम्पल क्वान्टिटी इन्डेक्स नम्बर भनेको यो हुन्छ ब्लू कलरको ठीक छ अब त्यसै गरी हामीले दोस्रो हुन्छ CHAIN के हुन्छ चेन बेस इन्डेक्स नम्बर चेन बेस इन्डेक्स नम्बर भनेको के हो भने यहाँ बुझौँ चेन बेस इन्डेक्स नम्बर भनेको हरेक वर्ष के हुन्छ अघिल्लो वर्षसँग हरेक वर्षलाई अघिल्लो वर्षसँग के गर्छ तुलना गरिन्छ नि बेस इयरसँग के गर्छ हरेक वर्षको परिवर्तन हुन्छ कि हरेक वर्ष बेस इयरसँग के हुन्छ परिवर्तन हुन्छ भने त्यसलाई नै भनिन्छ सिम्पली बुझ्यो मैले के भने चेन बेस इन्डेक्स नम्बर भनेको हरेक वर्ष के हुन्छ हरेक वर्षको अघिल्लो वर्ष बुझ्यौ सँग के गर्छ तुलना गरिन्छ वा बेस इयर जसलाई भन्छ त्यससँग तुलना गरिन्छ भने वा परिवर्तन गरिन्छ ठीक छ त्यसलाई नै भन्छ यसको की पोइन्टहरु तपाईले के हुन्छ भने म लेखाइदिन्छु ल की पोइन्ट लेख त केपी केईवाई पोइन्ट यसको की पोइन्ट भनेको के बुझौं compare with previous years बुझौं base change every years so years to year growth के हुन्छ इयर टु इयर के हुन्छ ग्रोथ भइराखेको हुन्छ मैले के भने कम्पेयर विथ प्रिभियस इयर्स बेस चेन्ज एभ्री इयर्स यति राख याद र सो के गर्छ इयर टु इयर के हुन्छ ग्रोथ हुन्छ यति की पोइन्टहरु यसको याद राख्नु होला ठीक छ एक्जामको लागि हेल्प हुन्छ त्यसैले म की पोइन्टहरु पनि भनिरहेछु एकचोटी बुक पढिहाल्नु होला तब मात्र यो भिडियो हेर्नु होला है क्लास तब मात्र हेर्नु होला यसको पनि हाम्रो दुईटा फर्मुला म भन्छु चेन बेस फर्मुला भनेको चेन बेस इयर को फर्मुला जुन चेन बेस इयर को फर्मुला के हुन्छ करेन्ट इयर डिवाइडेड बाइ प्रिभियस इयर इन्टु 100 ठीक छ यो भनेको करेन्ट इयर्स डिवाइडेड बाइ प्रिभियस इयर्स इन्टु 100 वा तपाईले के भन्न सक्नुहुन्छ अर्को ल्याङ्ग्वेजमा कहिलेकाहीँ तपाईले दिस यी फर्मुला चेन बेस इन्डेक्स नम्बरको फर्मुला कहिलेकाहीँ तपाईले यो पनि दिन सकिन्छ दिस इयर्स भ्यालु डिवाइडेड बाइ लास्ट इयर भ्यालु ठीक छ यो फर्मुला मध्ये कुनै एउटा फर्मुला तपाई बुझ्नु होला यो फर्मुला हुन्छ चेन बेस इन्डेक्स नम्बरको ठीक छ अब मल्टी आइटम रेट इन्डेक्स नम्बर भनेर बुझ तीनवटा हुन्छ मैले भनेको छु मल्टी आइटम यसलाई हामी वेट इन्डेक्स पनि भन्छ नम्बर यो भनेको के हो भने बुझौं
यो भनेको धेरै वस्तुहरू जुन हुन्छन् मल्टिपल आइटमको प्राइस वा क्वान्टिटी जुनले भन्छ त्यसमा आएको परिवर्तनलाई के गर्छ मापन गर्छ। प्रत्येक वस्तुलाई यसको महत्त्व वा वेट अनुसार के गर्छ वेटहरू दिइराखेको हुन्छ। बुझ्यो? ठीक छ? यो भनेको मल्टिपल प्राइजहरू हुन्छ आइटमहरू उसलाई उसको प्राइज र क्वान्टिटीहरूको के गर्छ मा आएको जुन हुन्छ नि प्राइज र क्वान्टिटीमा आएको परिवर्तन त्यसलाई मापन गर्ने गर्छ। बुझ्यो? त्यति बुझ्नु होला। यसको की पोइन्टहरू बुझौँ। मल्टिपल आइटम डिफरेंट वेट ओवरऑल प्राइस क्वान्टिटी चेन्ज। ओभरअल प्राइस और क्वान्टिटी के हुन्छ चेन्ज हुन्छ। यसको फर्मुला हेरौँ। यसको फर्मुला के हुन्छ सिम्पल प्राइस इन्डेक्स नम्बरको जुन फर्मुला छ नि त्यही फर्मुला यहाँ पनि हुन्छ। ठीक छ? सिम्पल प्राइस इन्डेक्स नम्बरको जुन मैले फर्मुला भनेको थिएँ नि करेन्ट प्राइस डिवाइडेड बाई बेस प्राइस इन्टु 100 यो फर्मुला हुन्छ। क्वान्टिटीमा के भनेको थिएँ मैले करेन्ट क्वान्टिटी डिवाइडेड बाई बेसिक क्वान्टिटी इन्टु 100 यो दुईटा फर्मुला हुन्छ। ठीक छ? र अब लास्ट फो र पास फो भनेर बुझौँ। यो म फर्मुला मात्रै लेखाइदिन्छु धेरै ठुलो क्लास भयो त्यसैले यसको फर्मुला मात्रै मैले भनिदिन्छु। लास्ट फो भनेको के हो र पास फो भनेको के हो त्यो बुझ। लास्ट फोको फर्मुला के हुन्छ पास फोको फर्मुला लास्ट फो भनेको के हो र पास फो भनेको के हो पहिला लास्ट फोको बुझिहाल त्यसपछि म पास फोको बुझाइदिन्छु। लास्ट फो भनेको लास्ट पर बेस इयर्स त्यसलाई भन्छ लास्ट पर बेस इयर्स। बुझ्यो? म भनिदिन्छु अलिकति। यसको मतलब लास्ट इन्डेक्समा के हुन्छ बेस इयरमा पुरा वर्षको क्वान्टिटी र प्राइसलाई के गर्छ वेटको रूपमा प्रयोग गरिन्छ। बुझ्यो? पुरा रूपको वेटको रूपमा उसको के गर्छ प्रयोग गरिन्छ लास्ट इयरमा इन्डेक्समा। यसको फर्मुला भनेको के हुन्छ भने सो यसको फर्मुलाको कुरा गर्दा के हुन्छ भने प्राइस इन्डेक्समा समेसन P1 Q0 समेसन P0 Q0 इन्टु 100 यो यसको फर्मुला हुन्छ। ठीक छ? यो प्राइस इन्डेक्स नम्बरको फर्मुला भयो। र क्वान्टिटी इन्डेक्स भन्छ भने के हुन्छ क्वान्टिटी इन्डेक्समा दुवै पनि लेखाइदिन्छु। क्वान्टिटी इन्डेक्सको भन्दा के हुन्छ Q1 P0 समेसन Q0 P0। ठीक छ? यो फर्मुला हुन्छ याद राख्नु होला। अब हामीले पास इन्डेक्स नम्बर यसको भनेको के हो भने करेन्ट इयर्सको जुन क्वान्टिटी हुन्छ नि करेन्ट इयरको क्वान्टिटी करेन्ट इयरको प्राइस त्यसलाई के गर्छ वेट द इन्डेक्सको जुन वेटहरू इन्डेक्समा दिन्छ। बुझ्यो? करेन्ट इयर्सको क्वान्टिटी करेन्ट इयरको प्राइसलाई के गर्छ जुन हामी वेट इन्डेक्स अनुसार वेट दिन्छ। यसको पनि हाम्रो दुईटा फर्मुला हुन्छ। एउटा फर्मुला के हुन्छ प्राइस इन्डेक्सको यसको पनि फर्मुला के हुन्छ P1 Q1 समेसन P0 Q1 इन्टु 100 र अर्को फर्मुला के हुन्छ यो क्वान्टिटी इन्डेक्सको जब क्वान्टिटी इन्डेक्स भन्छको क्वान्टिटी इन्डेक्सको के हुन्छ Q1 P1 Q0 P1 इन्टु 100 यो हुन्छ। ठीक छ? ल आजको लागि यति नै। जे बुझेन भने त्यो तपाईँ मेरो व्हाट्सएप च्यानलमा व्हाट्सएप ग्रुपमा तपाईँले सोध्न सकिन्छ। ठीक छ? ल आजको लागि यति नै। हस् धन्यवाद। थ्याङ्क यू। नेक्स्ट क्लासमा फेरि भेट्नेछु। ठीक छ? ह्याभ अ नाइस डे।